हेलो गाइस, आज हामी जाँदैछौँ देवी तलाब मन्दिर पन्जाब जलन्धरमा। सम्झी म दिजु अनि माइजू हैन। पन्जाब जलन्धरमा रहेको यो मन्दिरलाई देवी तलाब पनि भन्छन् अनि त्रिपुरा मालिनी पनि भन्ने गर्छन्। यो मन्दिर चाहिँ यो शक्तिपीठ हो। यो 51वटा शक्तिपीठ मध्येको एउटा शक्तिपीठ रहेछ। यो पनि शक्तिपीठ चाहिँ जाँदा जाँदै मेन प्रवेशद्वारको नजिकै नै छ त्रिपुरा मालिनीको मूर्ति चाहिँ त्यहाँनिर चाहिँ शक्तिपीठ रहेछ। उता चाहिँ मेन तलाब देवीको मन्दिर, त्यहाँ चाहिँ माँ वैष्णोदेवी अनि सरस्वती माता अनि लक्ष्मी माताको मूर्ति छ जुन देवी तलाबको मन्दिरमा चाहिँ। यहाँ चाहिँ ठुला ठुला मन्दिरहरूको स्वरूपको रूपमा आफूहरूले स्थापना गरेको मन्दिरहरू रहेछ के। वैष्णवी यो चाहिँ कालिकाको भयो अनि अमरनाथको सबैको। यो मन्दिरमा चाहिँ दुर्गाको सबै रूपहरूको उहरू छ, मूर्तिहरू छ अनि तिनीहरूको नाम सहित छ भित्र। हिमगिरी बाबा हिमगिरीको मन्दिर यहाँ छ। अब चाहिँ हामी उता वैष्णवी देवीको गुफातिर जाँदैछौँ, पन्जाब जलन्धरमा भएको वैष्णोदेवी गुफाभित्र। यो गुफा, यो चाहिँ अमरनाथ गुफा जाँदैछौँ अब हामी। यो जलन्धर पन्जाब जलन्धरमा भएको अमरनाथ गुफाको के वैष्णवीको यहाँको हामी अहिले आउँदैछौँ अमरनाथ गुफामा। हेर्नुहोस् तल फेरि के छ होला हुँदैन। किन डराउनु पर्ने के छ र, भगवानको काखमा आउँदा पनि अमरनाथको गुफा हो यो। भगवान पहिला पहिला गुफामा बस्नुहुन्थ्यो नि त। पहिला पहिला घर हुन्थेन नि समृद्धि, भगवानको कसैको पनि घर हुन्थेन, सबै गुफामा बस्ने हो। अनि भगवान पनि गुफामा बस्नुहुन्थ्यो। यो अमरनाथ भन्ने अरू ठाउँमा सेम यस्तै छ। त्यहाँ जान नसक्ने मान्छेहरूलाई यहाँ गुफा बनाइदिनु भएको के। मान्छे त बुढो भएर जान सकिन्न नि टाढा टाढा, त्यही भएर। भगवानले भगवानको मान्छेहरूले भक्तजनहरूले त्यहाँ पनि गुफा रहेछ होइन छोरो हेप्पी सिन। अमरनाथमा त यो उछ के राना दिजु आइसले भने होइन न अमरनाथमा। अच्छा जल पिने त्यो थापेर हातले खाने। वहाँ पनि यस्तै होला नि, यसरी यहाँ पानी जल थाप्ने अनि खाने। अब अर्को गुफामा तल पानी वहाँ पनि यस्तै गुफा होला न। भगवानसित आउँदा किन डराउने, यहाँ त कसैको डर मान्ने होइन। यहाँ त एक्लै आए पनि केही हुन्न। रुख ए शिव र पार्वतीको बिहा हुँदा भगवान शिव पार्वतीको बिहेको रहेछ। ए जन्तीहरू हो यहाँ कालिका माता, शिवजी नन्दी घोडामा नन्दीमा चढ्नुभयो शिवजी उहाँ बरमा। त्यहाँ विष्णु नारद मैले चिनेको यिनी फेरि ऊ भयो सबै भयो नि त शिवजीको त भूतहरू पनि नाग। ऊ त्यो पछाडि बसेको को होला कुर्सीमा, ऊ त्यहाँ
ए ऋषि त्यो हात्तीमाथि हात्तीमाथि त कोही हुनुहुन्छ यहाँ सती देवीले पार्वती माताले तपस्या गर्दाखेरिको होला सबै रहेछ कि अब हामी गुफादेखि बाहिर निस्क्यौँ यहाँ डर छ यहाँ बाघ छ फेरि बाहिर अनि अर्को भाइ फेरि खै त त्यहाँ त भाइ पनि छ नि यता अब छैन होला अब फेरि राम मन्दिरमा जाँदैछौँ राम मन्दिर अब यहाँ राम सीता लक्ष्मण हुनुभयो अनि यहाँ चाहिँ हनुमान हुनुभयो यहाँ चाहिँ शिव भगवान हुनुभयो कति राम्रो सजाएको हो कि सबै अनि यहाँ हुनुभयो को हो मैले राधाकृष्ण हुनुहुँदो रहेछ राधाकृष्ण राम मन्दिरदेखि पनि अब बाहिर आयौँ सबै मन्दिरहरूको छुट्टा छुट्टै ठाउँमा आफ्नो आफ्नो मन्दिरहरू भवन अनि त्यसमा आफ्नो आफ्नो भगवानहरूको छुट्टा छुट्टै मन्दिर रहेछ क्या यहाँ खास उत्पत्ति भएको देवी को नाम के अरे त्रिपुरा मालिनी देवी तलाब भन्ने रहेछ अनि त्यहाँ चाहिँ कालिका माताको छुट्टै भवन छ काली देवी कालीको देवीको स्वरूपहरूको छुट्टै भवन छ अनि वैष्णवी गुफा छ अनि यो अमरनाथ गुफा अनि यो राम मन्दिर गरेर 4वटा मन्दिर छुट्टा छुट्टा पानी खाँदैछिन् कस्तो लाग्यो बेबी रमाइलो लाग्यो टुङकुडी खुसी भइन् कस्तो थियो गुफा डराइकिन न समृद्धि त भयो हेर्न तलाब देवी प्राचीन शिव मन्दिर